सर हजुरको पसल बिक्री भयो? भयो सर, भयो। विज्ञापन गरेको कति समयमा बिक्री भयो? 8 देखि 10 घण्टामा फोन आउन थाल्यो। हजुर। लगभग अहिलेसम्म नै आइरहेछ सर। बिक्री भएको 3 दिन जति भयो, अहिलेसम्म नै आइरहेछ। जस्तै पसल विज्ञापन गरेको कति दिनमा बिक्री भयो? भोलिपल्ट बेलुका नि डिल भयो सर। भोलि बेलुका डिल भयो। आज जस्तो बिक्री गर्यो भोलि जस्तो बिक्री भयो। आज जस्तो विज्ञापन राख्यो भोलि जस्तो डिल भयो। हामीसँग एकजना सर हुनुहुन्छ, उहाँको इमाडोलमा पसल व्यवसाय थियो कृष्ण मन्दिर नजिकै। उहाँको व्यवसाय हामी बिक्री गरिसकेका छौँ। उहाँलाई हामीले कार्यक्रममा स्वागत गर्दछौँ। सर नमस्कार, हजुरको सानो परिचय दिनुहोस्। नमस्ते सर, म युवराज लामिछाने। हजुर। इमाडोल कृष्ण मन्दिरमा मेरो अर्को पनि सप छ गोल्डको। हजुर, सुन पसल छ नि? हजुर हजुर हजुर। हजुर, सुन पसलमा पनि भाइरल छ नि। हजुरको टिकटक आइडी के थियो अरे? मेरो सुहाना ज्वेलर्स छ सर। सुहाना ज्वेलर्स इमाडोल भन्ने छ है? इमाडोल भन्ने छ। तपाईँको कस्तो रहेछ पसल भनेर सुहाना ज्वेलर्स इमाडोल भनेर सर्च गर्ने भने तपाईँको अर्को पसल पनि देख्न सकिन्छ। देख्न सकिन्छ सर। साथसाथै त्यहाँ तपाईँ आफ्नो पसलमा पनि तपाईँले त्यहाँ अलिकति अरू पसलभन्दा फरक प्रकारका भिडियोहरू देखिराखेँ मैले। एकछिन मैले हेरेको अघि थाहा पाएर। अनि त्यो आफ्नो पसलमा पनि त्यस्तो मजाले भिडियोहरू बनाएर हाल्नुहुँदो रहेछ। तपाईँकै सुहाना पसलमा आएर किन ज्वेलरमा सुन किन्ने मान्छेले अन्त किन नकिन्ने, त्यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ? म चाहिँ सर भएको कुरालाई उजागर गर्दै जे कुरा हो यथार्थ कुरा ल्याउन खोज्छु। अब जस्तै कतिपय कुराहरूमा चाहिँ मान्छे कन्फ्युजन हुन्छ, त्यो कुरालाई चाहिँ स्पष्ट भनेर मान्छेलाई एकदम पारदर्शी हिसाबले काम हुन्छ, त्यो भएर पनि हो कि जस्तो लाग्छ मलाई चाहिँ। ओके, त्यही भएर तपाईँले इन्फर्मेसन भिडियोहरू हालिरहनुहुन्छ सुन पसल रिलेटेड? हजुर सर, हजुर। अनि तपाईँ हाम्रो यो संस्थाले तपाईँको होटल व्यवसाय बिक्री गरिदिइसकेको छ। हाम्रो यो संस्थालाई तपाईँ के भन्न चाहनुहुन्छ? अनेस्ट सर, तपाईँलाई धेरै जनताले हाम्रो क्यामेराबाट हेर्दै हुनुहुन्छ। एकदमै सर्टकटमा सर, छिटो एकदम सुविधा पाइने। जस्तै आफूले बेच्न खोजिसकेपछि एकदमै चाँडो बिक्री हुने। जस्तै भोलि किन्नुपर्ने अवस्थामा पनि एकदमै चाँडो किन्ने अवस्था हुने रहेछ यहाँ जोडिँदा चाहिँ। मलाई चाहिँ त्यो ट्रस्ट लाग्यो एकदमै। अनि यो डाइरेक्ट किन्ने र बेच्ने मान्छे डाइरेक्ट भेट्न पाउने अझ प्रभावकारी माध्यम जस्तो बन्यो होला हाम्रो यो प्लेटफर्म, तपाईँलाई थाहा भइ नै हाल्यो। अनि तपाईँलाई चाहिँ ती फोन गर्ने मान्छेहरूले फोन गर्दै गर्दा कस्तो तपाईँलाई के भन्थे मान्छेहरूले? एकचोटि त्यो पनि भनिदिनु न। जस्तै अनौठा कुराहरू कुनै यस्ता पनि भयो होला नि कि पसल राखिदिनुहोस् मै किन्छु, अथवा अरूलाई नदिनुहोस्, अथवा केही हुन्थ्यो होला, अथवा यति महँगो रेट केही न केही भन्थ्यो होला नि? के लाग्थ्यो तपाईँलाई त्यस्तो? मलाई त अनएफेक्सिक तरिकाले फोन आयो सर, अत्याधिक धेरै। जब कि म पसलले नै हो एउटा, मलाई त्यो पसल गर्दाखेरि त्यति धेरै फोन चाहिँ आएको थिएन। अनलाइनमा मेरो पनि सब त अलिक उनै छ, अनलाइन उसबाटै छ, भाइरलै छ, र पनि फोन त्यति धेरै आएको थिएन। तपाईँको लगभग 24 घन्टामा 50 देखि 70 वटा जति फोन आयो होला। जादु भयो। लगभग 8-10 वटा फोनमै पसल डिल भयो। त्यसपछि चाहिँ मैले फोन गर्दै हजुरलाई एक डिल चाहिँ भइसकेको छ, अब केही समय केही कुरामा मिलेन भने हजुरलाई कल ब्याक गर्छु भनेर मैले त्यस्तो कुराहरू आजैसम्म पनि लगभग 4-5 जनाको फोन आइरहेछ। पसलको डिल भएको 4-5 दिन भइसक्यो र पनि फोन आइरहेछ सर। ओके, अब हामी तपाईँको भिडियो हटाइदिन्छौँ, फोन नआउने गराइदिन्छौँ त्यसमा चाहिँ, र हामीलाई धेरै धेरै खुसी लाग्यो हजुरलाई चाहिँ। अनि एकचोटि गएर त्यहाँ भेटौँ पसल बिक्री भयो भनेर यहाँ आउने मन चाहिँ हजुरलाई कसरी लाग्यो नि? होइन, हजुरको बोली सुन्दै एकदमै म चाहिँ त्यहीँ नै हजुरसँग जहाँ भेटेर एक शब्द बोल्यो हामीले त्यति धेरै परिचय पनि गरिएको थिएन होला। त्यहीँबाट नै हजुरको बोलीबाट नै म प्रफुल्ल भएँ सर। त्यही भएर पनि म एकचोटि सरसँग भेट्न जान्छु भनेर अनि अहिले म आफ्नो सप छोडेर पनि, आफ्नो बिजनेस लाइन छोडेर पनि हजुरको लाई थोरै टाइम दिनु पर्यो अलिकति भनेर आएको छ। अनि हाम्रो यो संस्थालाई हजुर के भन्न चाहनुहुन्छ? जस्तै हामीले सुधार्न पर्ने केही पाटोहरू छन् कि, अथवा हामीले गरिरहेको कामलाई तपाईँले देखिहाल्नुभयो, हाम्रा यहाँ टिमहरूले मजाले निरन्तर रूपमा अनवरत रूपमा काम गरिरहनु भएको छ। कसैले पसलहरूको मेसेज रिप्लाई गरिदिनुहुन्छ, कसैले कमेन्ट रिप्लाई गरिदिनुहुन्छ, कसैले पसलहरू बिक्री भयो कि भएन भेरिफाई गर्नुहुन्छ, कसैले किन्छु भन्ने मान्छेहरूलाई त्यो पसल धनीको नम्बर दिनुहुन्छ। यहाँको काम गर्ने यहाँको म्यानेजमेन्ट शैली देखेर हजुर यो म्यानेजमेन्टलाई अझै सुधार गर्नलाई अथवा थपकै उजागरणको लागि तपाईँ के भन्न चाहनुहुन्छ? 2 शब्द भनिदिनुहोस् न हाम्रो संस्थाको लागि। अब सर म चाहिँ यसमा एकदमै सन्तुष्टि छु। लगभग धेरै मान्छेहरू सन्तुष्टि चाहिँ हुनुहुन्छ होला। र पनि यसमा के छ भने अलिक नयाँ प्लेटफर्म जस्तो लाग्यो। मैले चाहिँ यहाँभन्दा अगाडि यस्तो अनलाइन यति चाँडै चाहिँ अब होटल बेच्ने, पहिला हामीले पसल किन्दा पनि यति चाँडै भएको भए मैले लगभग तपाईँको 3 महिना जति खोजेर पाएको हो सर पसल, आफै घुमेर खोजेर। तर अहिले चाहिँ तपाईँको आजको भोलि तुरुन्तै यो प्लेटफर्म चाहिँ एकदमै मन पर्यो मलाई। ओके, सेवामाण्डु.नेपाल.com लाई तपाईँ विशेष धन्यवाद दिन चाहनुहुन्छ? हजुर सर, एकदमै मुरी धन्यवाद। ल हजुरहरू पनि यस्तै अलमलमा हुनुहुन्छ भने, कतै पसल खोजिराख्नु भएको छ अथवा कतै बिक्री गर्न नपाएर कहीँ जानु छ, आफू अड्केर बसिराख्नु भएको छ भने चाहिँ
हजुरहरू पनि यो संस्थामा कन्ट्याक्ट गरेर अथवा घरमै बसेर नि कन्ट्याक्ट गरेर आफ्नो पसल डिल गर्न सक्नुहुन्छ। त्यो चाहिँ एकदमै राम्रो लाग्यो मलाई। ओके, अनि कतिपय मान्छेहरूले के होला कसो होला, पैसा कति कमिसन खाइदेलान्, के होला कसो होला, के सिस्टम होला भनेर धेरैले त्यहाँ हामीलाई इन्क्वायरी गर्नुहुन्छ। यही भिडियो मार्फत एउटा पसल बेच्दाखेरि हाम्रो प्रक्रिया के रहेछ त, हल्का तपाईँ हल्का यति सन्तुष्टि ग्राहकको हिसाबले गर्दा हजुर के रहेछ, हजुरले बुझेको प्रक्रिया के रहेछ, के गर्न पर्ने रहेछ, हल्का ग्राहकहरूलाई भनिदिनुहोस् न। सुरुमा के हुँदो रहेछ, स्टेप टु स्टेप स्ल्याबिङ सिस्टम होला हाम्रो संस्थाको, के कस्तो रहेछ हल्का भनिदिनुहोस् न। त्यसमा चाहिँ मलाई के लाग्यो भने सर सर्टकट प्रक्रिया जस्तो लाग्यो। सर्टकटमा सुरुमा भिडियो खिच्ने, ओके, त्यहाँबाट अब हजुरले त्यो भिडियो खिचेर एड गरे बापत चाहिँ 5000 लिनुहुँदैन, त्यो मिनिममै भयो। भिडियो खिचेर एडिट गरेर त्यसलाई एड गर्दाखेरि चाहिँ 5000 लिनुहुँदैन, त्यो चाहिँ एकदम मिनिमम कस्ट हो अहिलेको हिसाबले। जबसम्म बिक्री हुँदैन त्यो समयसम्मको भिडियो पनि चलिरहेको, त्यसमा मलाई चाहिँ एकदमै खुसी लाग्यो सर। ओके, भनेपछि तपाईँहरूले सुनिहाल्नुभयो, हामी गएर हाम्रो आफ्नो डिभाइसले गएर भिडियो खिचेर ल्याएर भिडियो एडिट गरेर प्रोफेसनल तरिकाले भिडियो एडिट गरेर विज्ञापन गरिदिन्छौँ। जबसम्म तपाईँको पसल बिक्री हुँदैन तबसम्म विज्ञापन त्यही प्लेटफर्ममा रहिरहन्छ। बिक्री भएपछि चाहिँ हाम्रो पसल बिक्री भयो भनेपछि हामी भिडियो हटाइदिन्छौँ। त्यो प्रक्रियाको लागि मात्र 5000 रुपियाँ लाग्छ। अन्य हामीले सेवा शुल्कहरू पसल बिक्री भइसकेपछि हामी कुनै शुल्क लिँदैनौँ भन्न चाहन्छौँ। हामी पनि, उहाँले पनि सही बुझिरहनु भएको रहेछ र उहाँलाई पनि विदिन आज विज्ञापन गरेको भोलि बेलुका जस्तो पसल बिक्री भयो भन्नुभयो भनेपछि 24 घण्टाभित्र पसल बिक्री गर्न सफल हुनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ सर। म पनि एकदमै खुसी छु। अनि त्यसमा म सानो उयो गर्न चाहन्छु सर, जस्तै हजुरहरूलाई पनि कन्फ्युजन सुन लाइनमा केही छ भनेदेखि चाहिँ हाम्रो सुहाना ज्वेलर्सको पेजलाई हेरेर त्यहाँबाट फलो गर्नु। अनि ज्ञानगुणका कुरा नि छन् हाम्रोमा, के कुरा समस्या समाधान सबै कुरा छ। हाम्रो सुहाना ज्वेलर्सलाई फलो गर्नु होला। एकपटक धन्यवाद सर। एकपटक तपाईँहरूले सुहाना ज्वेलर्स भन्ने टिकटकमा हेर्न सक्नुहुन्छ। त्यो इमाडोल अवस्थित छ। उहाँको आफ्नै फेसमा भिडियोहरू बनाइरहनु भएको हुन्छ, मैले भिडियो बनाए जस्तै। उहाँले चाहिँ एक तोलामा पनि सबै गहना बनाउन सकिन्छ, विवाहमा काम लाग्ने, र 10 तोलामा पनि बनाउन सकिन्छ। फरक के हो त, के फाइदा के घाटा, कम वेटका गहना लगाउँदा कति फाइदा, बढी वेटका गहना लगाउँदा कति घाटा, यी सब कुराहरू तपाईँहरूलाई चाहिँ क्लियर उहाँले चाहिँ बुझाइदिइसक्नु भएको हुन्छ। त्यसमा बहुत मनपर्ने एकदमै जीवनको बहुत मेहनतको लगानी तपाईँहरूले यत्तिकै खेर फाल्दै हुनुहुन्छ भने ती इन्फर्मेटिभ भिडियोहरू तपाईँहरूले 100% हेर्न जरुरी छ र तपाईँहरूले केही कुराहरू त्यसबाट बुझ्न सक्नुहुन्छ। र साथसाथै तपाईँहरू इमाडोल आसपासमा हुनुहुन्छ भने एकपटक सुहाना ज्वेलर्समा गएर तपाईँहरू चाहिँ उहाँको पसलमा गएर बुझेर हेरेर किन्ने मन लागेन भने पनि एक कप कफी खाएर आउन सक्नुहुन्छ, बुझेर आउन सक्नुहुन्छ। यदि तपाईँहरूलाई गहना बनाउने मन लाग्यो भने म पनि विश्वास गरेँ, उहाँको जुन भिडियोहरू हेर्दाखेरि मलाई नि मजा लाग्यो, म पनि त्यहीँ जान्छु। अब हजुरहरूलाई पनि केही गरगहना बनाउने मन लाग्यो भने नि उहाँकोमा जानु होला। उहाँको होटेल थियो, होटेल व्यवसाय चाहिँ हामीले बिक्री गरिसक्यौँ, त्यो पनि त्यही साइटमा छ। उदयपुरी होटेल थियो है त्यहाँ, त उदयपुरी होटेल पनि हामीले बिक्री गरिसक्यौँ, त्यो बिक्री भइसक्यो। यस्तै यस्तै अब सुन पसल सम्बन्धी तपाईँलाई सुन सम्बन्धी जिज्ञासा, काठमाडौँमा कोही आफ्नो छैन, कहीँ गयो भने केही गर्देलान्, ठग्देलान्, लुकाइदेलान्, एउटा सिख्री धुँदाखेरि सुन चोर्देलान् भन्ने जस्तो एउटा डर जुन हाम्रो आम नागरिकमा हुन्छ, त्यो कुरालाई चाहिँ चिर्नको लागि चाहिँ उहाँले पुरै एकदमै स्टेप टु स्टेप बहुत राम्रो तरिकाले गरिरहनु भएको छ। एकचोटि सुहाना ज्वेलरलाई पनि हेरिदिनु होला, मन लागे फलो गरिदिनु होला, मन नलागे हेरिदिनु होला मात्रै र भन्दै हामी कार्यक्रमबाट बिदा लिन्छौँ। हस्, धन्यवाद। हस् त, हजुरलाई पनि धेरै धेरै धन्यवाद, यहाँसम्म आउने मौका दिनुभयो। हस् सर, थ्याङ्क यू सर।